उनको स्वेटर भनेको हाम्रो लागि चलचित्र मात्र नभइकन हाम्रो सपना पनि हो। सिनेमा बनाउँदाखेरि विभिन्न दुःख कष्टका कुराहरू त सबैले भनिरहनु भएकै छ, धेरै नै झेलिएको थियो। तर फिल्मले चाहिँ जहिले पनि मलाई त्यो आफ्नो चाहिँ एकदमै कम्फर्टेबल जोनभन्दा धेरै बाहिर जान सिकायो। किनकि त्यहाँ त मैले मेरो इन्ट्रेस्ट भन्दा पनि क्यारेक्टरको इन्ट्रेस्ट र स्टोरीले कस्तो जेनरा, कस्तो खालको म्युजिक खोजेको छ त्यस्तै नै दिनुपर्ने भएको हुनाले म धेरै आफ्नो दायराभन्दा धेरै बाहिर जान पनि पाएँ। मैले धेरै कुराहरू सिक्न पनि पाएँ, धेरै कुराहरू रिसर्च गरेर त्यो कुराहरूलाई देखाउन, सुनाउन पनि पाएँ। एउटा मानवताको नाताले पनि एकअर्कालाई गर्ने मायादेखि लिएर सबै कुराहरूले मलाई एउटा कोमलता सिकाएको छ र यो कोमलतालाई मैले कसरी हुन्छ आफ्नो ढङ्गबाट यो फिल्ममा उतार्न प्रयास गरेको छु। तपाईँहरूले जति एक्सपेक्ट गर्नुभएको छ गीतहरू सुनेर त्यत्तिकै मुलायम, त्यत्तिकै मायालु हामीले फिल्म बनाएका छौँ भन्ने हामी चाहिँ त्यो कुरामा चाहिँ ढुक्क हुँदैछौँ। बिस्तारै चाहिँ हामी यो चलचित्रबाट धेरै माया पाएर, धेरै इनर्जी फेरि बटुलेर फेरि अर्को चलचित्र बनाउनुतिर अवश्य लाग्ने नै छौँ। यो यात्रा रोकिँदैन। आज हामी उनको स्वेटर बुन्दै गर्दा अन्तिम अवस्थामा आएका छौँ र यसले एकदमै मिठो आकार लिएको छ हामीमा। र तपाईँहरूले उनको स्वेटरलाई आफ्नै सम्झेर एकदमै न्यानो र शीतल महसुस गरेर माया गरिदिनुहुन्छ र फाइनल्ली आउँदैछ वैशाख 26मा विश्वभर हामीले हाम्रो चलचित्र रिलिज गर्दैछौँ र एकदमै धेरै मायाको अपेक्षा छ। थ्याङ्क यू।